मल्लज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरी अब अतिथि आसन ग्रहणको क्रमलाई जोड्न चाहन्छु। आजको यस भव्य समारोहको मुख्य आकर्षक व्यक्तित्व समाजसेवी एवं बुद्धिजीवी लुम्बिनी प्रदेश सभाका माननीय सांसद डाक्टर कृष्ण प्रसाद न्यौपानेज्यूलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी देवदह नगरपालिकाका उपप्रमुख आदरणीय व्यक्तित्व श्री विद्यालक्ष्मी गुरुङज्यूलाई विशिष्ट अतिथि रूपमा आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसै गरेर लायन्स क्लब इन्टरनेसनल 3 to 5 नेपालका धन्यवाद। यस समारोहमा उपस्थित सम्पूर्ण अतिथिगण लगायत लायन्स साथीहरू यति धेरै नफैलिएको भए या भनौँ राजनीतिले समाजको हरेक तह र तबकामा जसरी आज जरा गाडेको छ, जसरी आज अति प्रभाव पार्न सक्ने सामर्थ्य रहेको छ, त्यस्तो नभइरहेको भए आज हाम्रा युवाहरूको अधिकांश समय कसरी व्यतीत हुन्थ्यो होला। अहिलेको ग्लोबल ट्रेन्डमा इन्टरनेसनल एक्सपोजर कसरी गेन गर्ने, आफ्नो सिपमा इन्टरनेसनल मार्केटमा लैजाने त्यो बारेमा बहस केन्द्रित हुन्थ्यो होला। तर दुर्भाग्य आज तपाईँ हाम्रो युवाहरूको भविष्य, तपाईँ हाम्रो युवाहरूको समय या त विदेशीको गुलाम बन्नको लागि व्यतीत छ या त चिया पसलमा राजनीतिको विश्लेषण गर्न व्यतीत छ। विभिन्न सङ्गठनको नाममा या त हाम्रा युवाहरू कसैको समर्थन गर्न जुलुसमा र्यालीमा छन् या त कसैको समर्थन गर्न विरोध गर्न जुलुसमा छन्। यस कारणले पनि मैले आज यहाँहरूको माझमा युवा र राजनीतिको बारेमा केही कुरा जोड्न गइरहेको छु। विशेष गरी यसलाई 2 कोणबाट म विश्लेषण गर्न चाहन्छु यहाँ तपाईँहरूको अगाडि। र यो विश्लेषणको सैद्धान्तिक आधार के हो भने सबै युवाहरू राजनीति गर्न पर्छ भन्ने छैन र सबै राजनीतिक समाधान युवाबाट मात्र सम्भव छ भन्ने पनि छैन। यही सैद्धान्तिक आधारमा टेकेर मैले 2टा को कोण यहाँ समक्ष राख्न चाहन्छु। एउटा युथ इनसाइड द पोलिटिकल सर्भिस र अर्को युथ आउटसाइड द पोलिटिकल सर्भिस, अर्थात् राजनीति भित्रका युवा र राजनीति बाहिरका युवाको बारेमा तपाईँहरू माझमा केही भन्न चाहन्छु म। विशेष गरी राजनीति भित्रका युवा भनिन्छ युवा भनेको भविष्यको कर्णधार र वर्तमानको साझेदार भनेर भनिन्छ। तर यो भनाइ आफैमा अधुरो छ भन्ने मलाई लाग्छ, किनकि यसले युवा नेतृत्वको मूल मर्मलाई समेट्न सक्दैन। त्यो मूल मर्म भनेको के हो भने कस्तो युवा भोलिको कर्णधार हुने, कस्तो युवा वर्तमानको साझेदार हुने भन्ने प्रश्नप्रति यो भनाइ मौन छ। तसर्थ हामीले खोजेको के हो त, सबै युवाले राजनीति गर्ने, त्यो युवाको चरित्र कस्तो हुनुपर्ने, त्यो युवाको गुण कस्तो हुनुपर्ने, एउटा व्यक्ति कोरा राजनीति बुझेको मात्र हुनुपर्ने कि कुनै क्षेत्रमा विज्ञता हासिल गरेको हुनुपर्ने, एउटा युवा व्यावसायिक हिसाबले सफल मानिएको हुनुपर्ने, समाजको कुनै क्षेत्र कुनै इकाइमा जस्तै साहित्य, खेलकुद, पेसा व्यवसायमा अब्बल मानिएको युवा हुनुपर्ने या राजनीतिक दाउपेचमा मात्र सफल मानिएको युवा हुनुपर्ने? यो प्रश्न म यहाँ राख्न चाहन्छु, यो प्रश्न म यहाँ छोड्न चाहन्छु। युवा कस्तो हुनुपर्ने? युवा के नेताको अगाडि पछाडि गर्दैमा, नेताहरूको सेवा गर्दैमा त्यस्तो युवा हुनुपर्ने या त देश र राष्ट्रको लागि सेवा गर्नको लागि तल्लीन भएका युवाहरू हुनुपर्ने? स्पष्ट हुन जरुरी छ। यसकारण म यो विषयको सान्दर्भिकता मैले देखेर यहाँहरूको माझमा राख्दैछु। हो, अब हामी स्पष्ट हुन जरुरी छ, किनकि भोलिको दिनमा राज्य सञ्चालन गर्ने व्यक्तिहरू भनेको आज राजनीति गर्दै गरेका युवाहरू हुन्। तसर्थ ती युवाहरू कुन गुणको हुनुपर्ने, कुन चरित्रको हुनुपर्ने भन्ने विषय आजै निर्कुल गर्न सकिएन भने, कुन योग्यताको हुनुपर्ने भन्ने युवाहरूमा आजै हामीले छनौट गर्न सकिएन भने हाम्रो भोलिको भविष्य अन्धकार छ। तर हामीले त्यो योग्यता, त्यो क्षमता, त्यो एउटा विज्ञताको आधारमा हामीले युवाहरूलाई राजनीतिमा प्रवेश गरायौँ र छनौट गऱ्यौँ भने एउटा देशको विकास र समाजको परिवर्तनमा देश अगाडि बढ्छ भन्ने मैले अनुभव गरेको छु। दोस्रो विषयको छ युथ आउटसाइड द स्फियर, अर्थात् राजनीति बाहिरका युवा। आज एउटा ठुलो युवा समूह जो शिक्षित छ, जो सूचना प्रविधिमा पोख्त छ,
जो ग्लोबल ट्रेन्डसँग परिचित छ, जो जियो पोलिटिक्ससँग जानकार छ र आफूलाई कुनै पनि हिसाबले इन्टरनेसनल मार्केटमा एक्सपोज गर्न सक्छ, त्यस्ता युवाहरूले आज जनसरोकारका क्षेत्रहरूमा स्पेस खोजिरहेका छन्। त्यस्ता युवाहरू आज स्थानीय तहसँग मिलेर कुनै पनि साझेदारी कार्यक्रम मार्फत यो समाजलाई, यो राष्ट्रलाई योगदान दिन चाहन्छन्। तर ती युवाहरू राजनीतिमा आउन चाहँदैनन्, ती युवाहरू राजनीतिभन्दा परै बस्न चाहन्छन्। हो, त्यस्ता युवाहरूलाई हामीले कसरी सदुपयोग गर्ने भन्ने विषयतिर अबको राज्य सञ्चालन, अबको नेतृत्व गर्ने तहहरूले ध्यान पुर्याउनु पर्ने हुन्छ, ताकि ती युवाहरूले आफ्नो ज्ञान, सिप, क्षमताको प्रयोग देशलाई अगाडि बढाउनको लागि, समाजका सामाजिक रूपान्तरण गर्नको लागि सकारात्मक तरिकाले अगाडि बढाउन्। त्यसमा नै हामी सम्पूर्ण युवाहरूको भलो छ, त्यसमा नै सम्पूर्ण देशवासीको भविष्य छ भन्ने मैले अनुभव गरेको छु। यो भनाइहरू मैले राख्दै गर्दाखेरि म विनम्रताका अनुरोध गर्न चाहन्छु, पुनः अनुरोध गर्न चाहन्छु हाम्रा अतिथिहरूलाई पनि यही विषयमा रहेर कुरा राखिदिनु होला। यो विषयमा कुरा गर्दै गर्दा हामीले तपाईँहरूबाट पनि एउटा अमूल्य मत, तपाईँहरूबाट हामीले अमूल्य एउटा सुझावको अपेक्षा राखेका छौँ, ताकि त्यसलाई हामीले भोलिको दिनमा हाम्रो जीवनमा त्यसलाई प्रयोग गर्न सकियोस्, त्यसलाई आत्मसात गर्न सकियोस्। तब मात्र यो बसाइको सार्थकता रहन्छ, तब मात्र तपाईँहरूले दिएको त्यो अभिव्यक्तिलाई हामीले हाम्रो मार्गनिर्देशनको रूपमा हामीले प्रयोग गर्न सक्छौँ भन्ने मलाई लाग्छ। र अन्तिममा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको अध्यक्षको हैसियतले नाताले म यति मात्र भन्न चाहन्छु कि लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ एउटा स्पष्ट भिजन, मिसन र अब्जेक्टिभ बोकेर हिँडेको क्लब हो र त्यो अब्जेक्टिभ, त्यो मिसन भनेको समाज सेवा मात्र नभएर सामाजिक रूपान्तरण पनि हो। र हाम्रो निष्कर्ष भनेकै के हो भने सामाजिक रूपान्तरण यदि कुनै क्षेत्रबाट सम्भव छ भने त्यो शिक्षा नै हो। र त्यो शिक्षाको आधार भनेको अबको समयमा सूचना र प्रविधि हुनुपर्छ। इन्फर्मेसन एन्ड टेक्नोलोजीको आधारमा मात्र अब सामाजिक रूपान्तरण गर्न सकिन्छ। त्यो शिक्षाको माध्यमबाट मात्र हाम्रा युवाहरूलाई नेपालमै स्वरोजगारको वातावरण बनाउन सक्ने सक्षमता हासिल गराउन सकिन्छ। तसर्थ त्यो जगलाई टेकेर, त्यो आधारलाई टेकेर लायन्स क्लब अफ देवदह प्रोफेसनल युथले आगामी दिनमा यसलाई सपोर्ट गर्ने किसिमका कार्ययोजनाहरू बनाउनेछन्। म सम्पूर्ण अतिथिज्यूहरूलाई हार्दिक आभार प्रकट गर्दै म उहाँलाई आग्रह गर्न चाहन्छु कि हामीलाई नैतिक समर्थन र रचनात्मक सुझावहरू आगामी दिनमा दिनुहोला। आज तपाईँहरू जस्तै उपस्थित हुनुभएको छ, म एकदमै मनैदेखि, हृदयदेखि नै तपाईँहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु। कार्यक्रमको अन्तिम समयसम्म रहेर आजको बसाइलाई ऐतिहासिक बनाइदिनु होला, आजको बसाइलाई सुमधुर बनाइदिनु होला भन्ने भनाइराख्दै लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ परिवार तपाईँहरू सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दछ। र आज लायन्स क्लब अफ देवदहका अध्यक्ष विनोद थापा मगरको समेत जन्मदिन भएको हुनाले म उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। उहाँको अति नै महत्त्वपूर्ण भूमिका रहेको थियो। सो लायन्स रामबहादुर गुरुङज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यस्तै गरेर लायन्स क्लब अफ देवदह पाकरी वृक्षका अध्यक्ष लायन्स शोभा कुमारी थापाज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न हार्दिक गर्न चाहन्छु। र त्यस्तै गरेर यहाँ म देखिरहेको छु मेरो आदरणीय मित्र रोटऱ्याक क्लब अफ तिलोत्तमा देवदहका जोसाहरू एकदमै जोसिला आरटीआर सुनिल गिरिज्यूलाई पनि अतिथिको आसन ग्रहण गर्न चाहन्छु। उहाँ चाहिँ रोटऱ्याक क्लब देवदहका अध्यक्ष हुनुहुन्छ, निवर्तमान अध्यक्ष। यस लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको आज जन्मोत्सव भएकोले हामीले घरमा केक काटेर सेलिब्रेसन गरे जस्तै गरेर हामीले एउटा सानो समारोह आयोजना गरेका छौँ। ड्यासमा आसी सम्पूर्ण अतिथिगण लगायत हाम्रा उपस्थित सम्पूर्ण अतिथिगणहरूमा यस समारोहमा सरिक भइदिनुको लागि चाहिँ अनुरोध गर्दै अबको केक काट्ने समारोह चाहिँ आजको यो लायन्स क्लब अफ देवदह प्रोफेसनल युथको चार नाइट अवार्ड सेरेमनी समारोहका अध्यक्षज्यू, पदकर्मी, विस्तरजी, सम्पूर्ण अतिथिहरू र यस क्लबका सम्पूर्ण पदाधिकारी सदस्यहरू, यहाँ सम्पूर्णलाई म लायन्स क्लब अफ देवदहको तर्फदेखि हार्दिक नमस्कार तथा लायन्स अभिवादन गर्न चाहन्छु। र मैले यहाँ सम्बोधन छोटो गरेँ किनभने युवाहरूको कार्यक्रममा यो सम्बोधनको कुराहरू छोटो हुनुपर्छ भन्ने कुरालाई मैले आत्मसात गरेँ। छोटो विषयको कुरा लायन्स क्लब अफ देवदहका इमिडिएट पास्ट प्रेसिडेन्ट तथा यस
क्लबका एक्सटेन्सन चेयरपर्सन यस क्लबलाई एक्सटेन्ड गर्नको लागि सहयोग गर्नुहुने आदरणीय गुरु लायन रामबहादुर गुरुज्यूलाई चाहिँ आफ्ना शुभकामना मन्तव्य दिन हार्दिक गर्न चाहन्छु। कृपया जोरदार तालीले उहाँलाई स्वागत गरौँ। गरिरहनुभएका आदरणीय लायन्स लिडर, लायन्स क्लब अफ देवदहका चार्टर प्रेसिडेन्ट समेत हुनुहुन्छ आदरणीय विष्णु सर। त्यसै गरी लायन्सका डिस्ट्रिक्टका डेपुटी चिफ समेत हुनुहुन्छ आदरणीय श्याम बस्याल सर। सोसाइटी फर देवदहका आदरणीय अध्यक्ष एवं सगरमाथा कलेजका चिफ आदरणीय कृष्ण प्रसाद पौडेल सर। लायन्स क्लब अफ देवदहका 2021 का अध्यक्षज्यू लगायत पास्ट प्रेसिडेन्टज्यूहरू र यो कार्यक्रममा आमन्त्रित हुनुभएका विभिन्न लायन्स क्लबका अध्यक्षज्यूहरू, तपाईँहरूका बिचमा कुराहरू राखेँ। यसका लागि यहाँहरू सबैलाई, खास गरी अध्यक्ष मार्फत तपाईँहरू सम्पूर्ण लायन्स युथ लायन्सहरूलाई चाहिँ सम्मान र यहाँहरूप्रति भाव व्यक्त गर्दै यो अवसर प्रदान गर्ने यो लायन्स क्लब अफ प्रोफेसनल युथ क्लबलाई हार्दिक धन्यवाद दिँदै आजको कार्यक्रम विशेष ढङ्गले अगाडि बढोस् र यसको पूर्ण सफलताको शुभकामना दिँदै आफ्ना भनाइहरू यही अन्त्य गर्न चाहन्छु। जय लायनवाद, जय लियोवाद, सबै अन्तर्राष्ट्रिय क्लबवाद जिन्दाबाद। आगामी दिनमा तपाईँहरूले समाजमा तपाईँहरूको आफ्नो लक्ष्य बमोजिमको समाज रूपान्तरणको तपाईँहरू वाहक बन्न सक्नुहोस्, शुभकामना व्यक्त गर्छु। तपाईँहरूको कार्यक्रम हेर्दै गर्दा मलाई एकदम खुसी लाग्यो। म त्यहाँबाट सबै कुराहरू तपाईँहरूको हेरिरहेको छु। म पनि यस्तै गरी इन्टरनेसनल क्लबको रोटी क्लबको अध्यक्ष भएँ देवदहको, र धेरै लायन्स क्लबको प्रोग्राममा पनि म सहभागी भएको छु। मात्रै बनाइयो, भर्याङ मात्र बनाइयो, त्यसमा हाम्रो पनि कमजोरी छ। हामीले त्यसप्रति चासो राखेनौँ। अहिले राष्ट्रिय राजनीति हेर्ने हो भने सबै पार्टीमा, मैले यो वा त्यो दल भन्दिनँ, सबै दलमा शुद्धिकरणको जरुरी छ। सबै दलमा विकृति विसङ्गतिको डङ्गुर भइसकेको छ। त्यो शुद्धिकरण त तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट गर्नुपर्छ, हामीले गर्नुपर्छ। त्यो बिग्रनमा हाम्रो पनि त दायित्व छ। त्यो केही प्रतिशत हाम्रो पनि भाग छ। आज यो स्थिति आउनमा समाजमा आज बोलेको नेताले, हामीले विश्वास गरेको नेताले एक हप्तापछि ठिक उल्टा बोलिदिनु। आज यो काम गर्छु, यो ठिक हो भनेको मान्छेले 15 दिनपछि यो बेठीको भनिदिनुहुन्छ। जे बोल्दै पनि हुने रहेछ राजनीतिमा भन्ने युवाहरू पर्न गयो। त्यसपछि एउटा विकर्षण त्यहाँबाट सुरु भयो। सम्पूर्ण चार्टर साथीहरूलाई पनि हार्दिक शुभकामना दिन चाहन्छु। आदरणीय महानुभावहरू, समाजसेवीहरूले कहिल्यै पनि नाफा घाटाको आशा गरिँदैन। स्वतस्फूर्त हामी समाजमा केही गर्छौँ भनेर लाग्ने व्यक्तिले त्यहाँ कुनै लोभ, लालच र नाफा घाटाका हिसाब गर्न थालियो भने हामी वास्तविक समाजसेवी हुन सक्दैनौँ। त्यसर्थ वास्तविक समाजसेवी हुनका लागि हामीले कुनै पनि आफ्ना व्यक्तिगत प्राप्तिहरूलाई छोडेर सामाजिक देन दिने र सामाजिक गुणेल प्राप्तका लागि हामीले आफ्ना दिनचर्याहरू लगाउनुपर्छ भन्ने मलाई लाग्छ। र त्यो ढङ्गले अगाडि बढ्यौँ भने स्वाभाविक रूपमा आत्मसन्तुष्टि बढ्छ। हामीले जति यात्रामा एउटा उत्पादनमा, रोजगारीमा अथवा विभिन्न खालका चेतनासँग जोडिनु भएको छ, त्यस कारणले त्यो पनि एउटा स्पेसिफिक कुरा हो। त्यसो भएको हुनाले अब अर्को स्पेसिफिक क्लब हामीले खोल्यौँ भने एउटा क्लब जरुरी छ देवदहमा एउटा जोन हुनलाई। हामीले यहाँ एउटा जोन, एउटा 4वटा क्लबलाई युनाइटेड गरेर एउटा जोन चेयरपर्सन बन्न हुन्छ भनेको छौँ हामीले। अहिले हाम्रा 2-2 जना जोन चेयरपर्सन हुनुहुन्छ। मैले यसको लडाइँ लडिरहेको छु। डिस्ट्रिक्टमा पनि मैले विभिन्न विमति राखिरहेको छु। यो हुन सक्दैन, क्लबलाई बाँड्न हुँदैन भनेर मैले विमति राखेको छु भने भोलिका दिनमा एउटा देवदह नगरपालिकामा एटलिस्ट 4वटा क्लबहरू एउटा पर्फेक्ट जोन बन्नका लागि 4वटा क्लबहरू हुनुपर्छ। र 4वटा क्लबहरूमध्ये हाम्रा 3टा क्लबहरू राम्रोसँग अगाडि बढिरहेको छ। अब एउटा क्लब हामीले यहाँ जसले गरे पनि अथवा जुनसुकै ठाउँबाट राम्रो, मैले अहिले पनि जोड के दिन चाहन्छु भने युवा भन्दैमा हामीले अब राष्ट्रप्रेम है, राष्ट्रियता प्रेमी, उत्पादनसँग जोडिएको, रोजगारी गरेको र त्यो गरेर कर्मिक रूपमा यो मुलुक चेन्ज गर्न सकिन्छ। कर्मिक रूपमा हामी सबै धनी हुन सकिन्छ र सबै व्यक्ति लायन नवीन थापा मगरज्यूलाई
यो महत्त्वपूर्ण कार्यक्रमका सर्दय अध्यक्ष तथा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन दिवेश विक्रम मल्लज्यू, यो महत्त्वपूर्ण कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय डाक्टर कृष्ण प्रसाद नेपानेज्यू, विशिष्ट अतिथि लायन्स लिडर आदरणीय व्यक्तित्व श्याम बस्यालज्यू, अतिथि लायन्स क्लब देवदहका संस्थापक लायन्स क्लब देवदहका पूर्व अध्यक्ष आदरणीय व्यक्तित्व हाम्रो अभिभावक आदरणीय लायन ऋषिराम सापकोटाज्यू, लायन्स क्लब देवदहका अध्यक्ष लगायत आइपिपीज्यू लगायत सम्पूर्ण आदरणीय अतिथिज्यूहरू, यो कार्यक्रमलाई भव्य र सभ्य रूपले सम्पन्न पार्नका लागि उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरू, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका पदाधिकारी लगायत सदस्यज्यूहरू, उपस्थित सम्पूर्ण महानुभावज्यूहरू, पत्रकारज्यूहरू, यहाँहरू सबैमा म देवदह नगरपालिकाको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि यहाँहरू सबैलाई सन्तकालीन अभिव्यक्ततासहित आज विनोद सरको बर्थडे पनि रहेको छ। लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन विनोद थापा मगरलाई म मेरो व्यक्तिगत तर्फदेखि र सम्पूर्ण नगरवासीको तर्फदेखि ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। र हरितालिका तीज पनि अझै सकिएको छैन। नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा पनि यहाँहरू सबैमा सुख शान्ति समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै पुनः आयोजकज्यूप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दै यो क्लबको अझ उन्नति प्रगतिको कामना गर्दै आफ्ना भनाहरूलाई अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्ते। श्री विद्यालक्ष्मी गुरुङज्यूले चाहिँ आफ्ना अति नै महत्त्वपूर्ण मन्तव्यहरू दिएर गइसक्नु भएको छ। युवाहरूको बारेमा, क्लबको बारेमा, समाजको बारेमा सबै कुराहरू दिएर गइसक्नु भएको छ। अब भने भर्खरै मात्र उहाँले चाहिँ बिदा हुन्छु भनेर भन्नुभएको छ। हामीले चाहिँ डिनरको व्यवस्था गरेका छौँ। तपाईँलाई डिनरले पछाडि पर्खेर बसिरहेको छ, सिलाउने अवस्था भइसकेको छ। कृपया डिनर गरेर मात्र जानुहोला, मेरो चाहिँ विनम्र अनुरोध रहेको छ। हाम्रो डिनर खेर जानेछ नत्र। अब भने हामीले अघि मैले यहाँलाई उद्घोष गरिसकेको थिएँ कि हाम्रो क्लब स्थापना गर्दै गर्दा यस संस्थाका पूर्व अध्यक्ष ऋषिराम सापकोटा, रामबहादुर गुरुङ, गुमान सिंह कुँवर र निवर्तमान अध्यक्ष विनोद थापा मगर, देवदह नगरपालिका वार्ड नम्बर 4 का वार्ड अध्यक्ष दीपक चापागाई लगायत लायन्स क्लब अफ देवदह र प्रोफेसनल युथका विभिन्न पदमा रहनुभएका सबै महानुभावहरू, सञ्चारकर्मी साथीहरू र विभिन्न सङ्घ संस्थाका प्रमुख र प्रतिनिधिहरू, यहाँहरू सबैमा मेरो हार्दिक अभिवादन, हार्दिक नमस्कार। वास्तवमा योग्यता पुरा गर्नुहोस्, शैक्षिक रूपमा तपाईँहरू आफूलाई एउटा एकाडेमिक क्षेत्रमा अगाडि बढाउनुहोस् र तपाईँहरू एउटा प्रोफेसनल भएको हुनाले तपाईँले सुरु गरेको पेसामा तपाईँहरू अब्बल दर्जाको रूपमा अगाडि बढ्नुहोस्। तपाईँहरू पेसागत रूपमा तपाईँहरू सफल हुनुहोस्। कुनै पनि असफल मान्छेले देशको निम्ति योगदान दिन सक्दैन। देशको निम्ति योगदान पुर्याउनको निम्ति, समाजमा योगदान पुर्याउनको निम्ति ऊ सबभन्दा पहिला आफू सफल हुनुपर्छ। एउटा सफल व्यक्तिले मात्रै मुलुकको नेतृत्व गर्न सक्छ। त्यसो भएको हुनाले तपाईँहरू आफ्नो पेसामा अब्बल दर्जाको रूपमा तपाईँहरू स्थापित हुनुहोस् र पेसालाई सफल बनाउँदै यसरी नै सामाजिक क्षेत्रमा काम गर्दै तपाईँहरू अगाडि बढ्नुहोस्। अहिले तपाईँहरू महामानव गौतम बुद्धको यो पवित्र भूमि देवदहबाट सुरु गर्नुभएको छ र त्यसको लागि हामीलाई उहाँलाई चाहिँ सम्मान स्वरूप चाहिँ आजका यस प्रमुख अतिथिज्यूबाट चाहिँ सम्मान गरिन र आजको यस सभालाई चाहिँ
दिपेश लायन मल्लज्यूलाई पनि सम्मान गरिदिनुको लागि चाहिँ डाक्टर विजय अङ्गाले चाहिँ स्टेजमा आमन्त्रण गर्न चाहन्छु। रह्यो र हामी करिब करिब अन्त्यमा कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। यो कार्यक्रमलाई व्यवस्थापन गर्नको लागि कार्यक्रम संयोजकमा रहनुभएका एसी क्लबका डाइरेक्टर लायन कमल पौडेलज्यूलाई चाहिँ धन्यवाद ज्ञापन राखिदिनुको लागि स्टेजमा निकाल्न चाहन्छु। लायन कमल पौडेलज्यू। लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ द्वारा आयोजित फर्स्ट चार्टर नाइट एन्ड अवार्ड सेरेमनी कार्यक्रमका श्रद्धेय अध्यक्ष तथा लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका वर्ष 21-22 का अध्यक्ष लायन्स श्री दिपेश मल्लज्यू, त्यसै गरी नगरपालिका उपप्रमुख श्री विद्यालक्ष्मी गुरुङज्यू, उहाँ हामीबाट बिदा भएर गइसक्नु भएको छ। साथसाथै अतिथिको रूपमा पाल्नुभएका एलसीआई डिस्ट्रिक्ट 325 B2 का डिस्ट्रिक्ट एक्जिक्युटिभ चिफ, साथै लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका एक्सटेन्सन चेयरपर्सन लायन श्याम कुमार बस्यालज्यू, त्यसै गरी वर्तमान समय कोरोनाले हामीलाई सबैलाई सताएको समय हो। यस अवधिमा सम्पूर्ण व्यवसायहरू प्रभावित परेको कुरा हामी सबैलाई विदितै छ। हामी सम्पूर्ण युवाहरू विभिन्न पेसामा आबद्ध छौँ, कोही शैक्षिक पेसामा, कोही आर्थिक पेसामा, कोही समाज बिजनेस स्थापित रूपमा विभिन्न क्षेत्रमा हामी युवाहरू चाहिँ अहिले लागि परेको अवस्थामा हामीलाई अहिलेको यो कोरोनाको परिस्थितिले हामीलाई एकदमै गाह्रो अवस्था परिरहेको छ। मैले यो के मानेमा यो कुरा भिडियोमा पनि क्रिएटिभिटी छ। भिडियोमा कन्ट्रोल यति चाहिँ हुँदैन।